षड्यन्त्र मुर्दाबाद प्रतिगामी षड्यन्त्र मुर्दाबाद प्रतिगामी षड्यन्त्र मुर्दाबाद वीर सागर अमर रहूं वीर सागर अमर रहूं वीर सागर अमर रहूं वीर सागर अमर रहूं जनता को बदले जनवाद जिंदाबाद 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 स्थायी शांति कायम करो 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 सत्य विवाह का मांग पूरा कर सत्य विवाह का मांग पूरा कर सत्य विवाह का मांग पूरा सामाजिक सद्भाव कायम करो सामाजिक सद्भाव कायम करो सामाजिक सद्भाव कायम करो सामाजिक सद्भाव कायम करो आगजनीय तोडफोड कार्यको छानबिन गर आगजनीय तोडफोड कार्यको छानबिन गर आगजनीय तोडफोड कार्यको छानबिन गर राष्ट्रिय एकता कायम गरौं राष्ट्रिय एकता कायम गरौं जन्मेका थिए शान्तिका दूत बुद्ध जुन ठाउँमा जन्मेका थिए शान्तिका दूत बुद्ध त्यही ठाउँ भन्छ रणभूमि हामी हामी जुद्ध नेपालीले शान्तिको शासनमा पाउनु पर्छ यस्तो खालको शासन हाम्रो देशमा आउनु पर्छ पूर्वमा मेची पश्चिम महाकाली नेपालमा सन्तान नेपाली हाम्रो नेपाल हामी नेपाली हाम्रो नेपाल हामी नेपाली सबैले सबको हातमा राखेर राइट सबै कङ्गाल भयो झन्डारेका भागी सबै कङ्गाल भयो झन्डारेका भागी युवा परदेशवासी रोजगारीको लागि आफ्नै देशमा रोजगारीको अवसर पाउनु पर्छ यस्तो खालको शासन हाम्रो देशमा आउनु पर्छ पूर्वमा मेची पश्चिम महाकाली नेपालमा सन्तान नेपाली हाम्रो नेपाल हामी नेपाली हाम्रो नेपाल हामी नेपाली शिक्षा दास कपासर अनिवार्य शिक्षा नागरिक अधिकार हुन मान्ने होइन 100% नेपालीले पढ्न पाउनु पर्छ यस्तो खालको शासन हाम्रो देशमा आउनु पर्छ पूर्वमा
बस्ती महाकाली नेपाल आमाका सन्तान नेपाली हाम्रो नेपाल हामी नेपाली हाम्रो नेपाल हामी नेपाली नेपाली एकता जिन्दाबाद 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 सामाजिक सद्भाव कायम गरौँ स्वार्थहरूले भन्ने गर्छन् प्रधानमन्त्रीको आदेशमा गृहमन्त्रीको आदेशमा गोली चल्यो भन्ने खालका स्वार्थहरूका तपाईहरूले कुतर्क सुनिराख्नु भएको हुन्छ। म स्पष्ट पार्न चाहन्छु, म दुईवटा प्रधानमन्त्रीको सल्लाहकार भइसकेको, कानून निर्माणमा संलग्न रहेको, कानूनको शासनको प्रक्रिया बुझेको